SKHEL को चार्ट हेर्ने हो भने चाहिँ यो एरियाले हामीले मजाले हेर्ने हो भने चाहिँ यो रेड क्यान्डलमा चाहिँ यहाँ के भएको छ त भन्दाखेरि ह्युज भोल्युम आएको छ है 1 लाख चान्चुन किता चाहिँ यहाँ चाहिँ सेलिङ भएको छ सो यसको मतलब चाहिँ के हो त भन्दाखेरि चाहिँ यहाँ चाहिँ एकचोटी मजाले डिस्ट्रिब्युसन भइसक्यो भनेर हामीले बुझ्न सक्छौं भने चाहिँ अनि यहाँ चाहिँ फेरि एकचोटी फसाउन खोजेको छ कसरी त भन्दाखेरि चाहिँ यहाँ क्यान्डलले चाहिँ ग्रीन बनाइदिएको छ भने मतलब चाहिँ यहाँ मान्छेहरुले चाहिँ लोभ्याएको छ भनेर भन्छ है सो यो एरियामा फेरि मान्छेले फसाउन खोजेको छ देन आज फेरि 4% चाहिँ तल झरेको छ अब यसको मतलब चाहिँ के हो त भन्दाखेरि चाहिँ हामीले चाहिँ यसमा चाहिँ फ्रेश बाइङ गर्ने सोचिराखेका छौं भने चाहिँ अहिलेको लागि वेट गर्नु होला भनेर भन्छ है स्ट्र्याटेजी सिम्पल छ यसमा नि हामीले यसरी फिबोनाची रिट्रेसमेन्ट तान्ने हो भने चाहिँ हाम्रो यो प्राइस चाहिँ कहाँसम्म आउन सक्छ त भन्दाखेरि यो 0.38 देखि 0.5 सम्म आउन सक्छ त्यो भनेको चाहिँ हाम्रो चाहिँ यो 1385 देखि 1180 को एरियासम्म चाहिँ प्राइस चाहिँ आउन सक्छ यो चाहिँ मिनिमम फल चाहिँ यहाँसम्म हुन सक्छ है सो त्यही भएर जसले चाहिँ किन्ने भनेर सोचिराख्नु भएको छ नि उहाँहरुले चाहिँ वेट गर्नु होला भनेर भन्छु भने चाहिँ अनि जसले चाहिँ बाइङ गरिसक्नु भएको छ थोरै लस छ अर प्रफिट छ भने चाहिँ एकचोटी निस्किँदाखेरि चाहिँ राम्रो भनेर भन्छु यो भन्दा मुनि पनि हामीले चाहिँ यो कम्पनीले चाहिँ पाउन सक्छौं सो फ्रेश बाइङलाई वेट एन्ड वाचमा बस्नु होला है अनि जोसँग छ थोरै लस अर प्रफिट छ भने चाहिँ निस्किँदाखेरि चाहिँ राम्रो भनेर भन्छु